ध्रुव खुर्सी हेर रात दरबारमा जान आँट्नुभयो। लु अब ध्रुव आउने अरे। सौतेनी आफ्नो आफ्नो सौतेनी आमा राजासँग राजकाज गर्न लाउनुभयो। रानी हो, आज हाम्रो पुत्र ध्रुवले तपस्या गरेर भगवान विष्णुको दर्शन प्राप्त गरेको रहेछ र ऊ यो राज्यमा पनि आउँदैछ अरे मेरो पुत्रले। अब हामी ध्रुवलाई लिन जानुपर्छ, बुझ्यौ? सुनिति सुनेजी, अब हाम्रो यो कुलकै गौरवको कुरा छ। आजसम्म हाम्रो कुलमा कसैले भगवानको प्राप्ति गरेको छैन। पुत्र माता प्रणाम, माता प्रणाम। उठा पुत्र। तिम्रो स्थान यहाँ होइन ध्रुव। मैले धेरै गल्ती गरेँ, मलाई माफ गरिदेऊ ध्रुव, मलाई माफ गरिदेऊ। म अति नै प्रसन्न छु तिमीसँग। प्रणाम पिताश्री। प्रणाम पुत्री। प्रणाम माताश्री। पुत्र ध्रुव, आज तिमीले भगवानको दर्शन गरेर आएका छौ। यो हाम्रो कुलमै आज तिमीले कसैले नगरेको कार्य गर्यौ। यति सानो उमेरमै भगवानको तपस्या गरेर भगवान प्राप्ति गरेर आएका छौ। पुत्र, अब म पनि वृद्ध भइसकेको छु। अब यो उमेर भनेको राजकाज सञ्चालन गर्ने उमेर होइन। तिमीले भगवानबाट वरदान पाएका छौ। यो राजकाज सञ्चालन तिमीले गर्नु। आजदेखि तिमीलाई यो राजकाज सुम्पिन्छु। अवश्य पिताश्री। आजबाट यो राज्यको राजा बनेका छौ। चिन्ता नगर। अब तिम्रा माताहरूले तिमीलाई राजकाज सञ्चालनका बारेमा सबै कुराहरू अति उपदेश दिनेछ। जबसम्म तिमीले राजकाज सञ्चालन गर्ने इच्छा राख्छौ तबसम्म तिमी यो राज्यको राजा बन्नेछौ भने भगवानले तिम्रो लागि अर्कै लोक धर्मलोकको पनि सिर्जना गरिदिनु भएको छ। तत्पश्चात तिमी त्यही लोकमा आउनेछ। पिताश्री। आजदेखि तिमी यो देशको राजा। तिमीले राजकाज सञ्चालनमा सहयोग गर्नु। म अब आफ्नो आश्रमतर्फ लाग्छु। पुत्र, प्रजाहरूको ख्याल राख्नु। प्रजाहरू भनेको आफ्नो सन्तान हो। आफ्नो सन्तानसँग सुख सुविधा दिनु, कसैले दुःख नदिनु। अवश्य पिताश्री। अपनै गए। यसरी भगवान ध्रुवले आफ्नो माता पिता सौतेनी आमा सबैलाई मिलाएर दरबारमा राख्नुभयो। गएका वनमा गएर तपस्या गरेका दोस्रो महिना